कस्तो हुनुहुन्छ हजुरहरू र म पनि एकदम सन्चै छु। सो वेलकम ब्याक टु माई न्यू भ्लग। अनि आज चाहिँ दीपावली भ्लग आएको छ। सो अब चाहिँ दीपावलीको चाहिँ आज तेस्रो पहिलो दिन हो। सो आज चाहिँ लक्ष्मी पूजा, हाम्रो घरतिर चाहिँ पुरै लक्ष्मीको पूजा भएर यहाँ झिलिमिली भइसकेको छ। मैले चाहिँ हजुरहरूलाई देखाउँछु। सो यता पुरै झिलिमिली नै झिलिमिली छ। छोरोमा रहेर पुरा रमाइलो भएको छ क्या। त्यहाँ हेर्न सक्नुहुन्छ, तल फेरि रङ्गोली छ जताततै, दीप रङ्गोली बलेछ। अब चाहिँ मेरो मम्मी पनि हेर्नुहुन्छ, बाबा पनि हेर्नुहुन्छ। अनि अब चाहिँ हाम्रो घर मात्रै सुनसान देखियो भनेर चाहिँ मैले आज रङ्गोली बनाउन नि भएन। अनि त्यस पछाडि अब चाहिँ मैले लगाउँछु के भन्छ अरे मोमबत्ती चाहिँ मैले लगाउँछु। सो मैले चाहिँ कहाँ राखेँ मलाई पनि थाहा छैन गाइस। सो मैले चाहिँ मोमबत्ती खोज्छु पहिला चाहिँ। अनि अघि भर्खरै ल्याएको क्या, यहीँ राखेँ जस्तो लाग्छ। यहाँ चाहिँ छ, मैले चाहिँ एउटा प्याकेट निकालिसकेँ, पसलमा चाहिँ लगाएको थिएँ। सो अब चाहिँ लगाम, मम्मीले चाहिँ यहाँ कपडा सुकाउनु भएको थियो अनि त्यो निकाल्दै हुनुहुन्छ। अब यहाँ मैले चाहिँ लगाउँछु, यहाँ यस्तोमा चाहिँ लगाउँछु। सो अब चाहिँ लगाम। हाम्रो घरतिर चाहिँ देउसुरी खेल्दै आइसक्यो। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ रमाइलो हुन्छ। जहिले पनि देउसी भैलो खेल्न आउँछन्। आज चाहिँ लक्ष्मी पूजाको दिन फर्स्ट टाइम देउसुरी खेले। आज फर्स्ट दिन हो देउसुरी खेल्ने, तर कुनै कुनै ठाउँमा खेलिसक्यो होला। अनि अब चाहिँ भोलिबाट चाहिँ पुरै ठुल्ठुला दिदीहरू अनि डेक बजाएर नाच्दै आउनुहुन्छ। सो भोलि चाहिँ एकदम रमाइलो हुन्छ। भोलि पर्सि तिहारको दिन पनि आउनुहुन्छ। सो वी आर सो ह्याप्पी। पसलको कामले चाहिँ म चाहिँ भैलो खेल्न पाउँदिनँ। सो स्याड। अब चाहिँ लगाम। त मैले चाहिँ अघि भर्खरै मन्दिरमा चाहिँ बत्ती बालेको थिएँ, मोमबत्ती। त्यति बेला मैले लाइटर कहाँ राखेँ मलाई नि याद चाहिँ। सो मैले चाहिँ सलाइले पुरै चितारियो गाइस। हेर्न सक्नुहुन्छ पुरै। अब म उठाएर फेरि भेट्छु हजुरहरूसँग। सो मैले चाहिँ उठाइसकेँ यहाँसँग। सो अब चाहिँ गरम। यहाँ चाहिँ मैले अघि पसलमा बालेको थिएँ, त्यसको चाहिँ दुईवटा बलेको छ बाँकी। मलाई चाहिँ यो लाइटर बाल्न राम्रोसित आउँदैन। सो मैले चाहिँ ट्राई गरेँ एकपल्ट, हजुरहरूलाई नै म देखाएरै गर्छु। सो यो तरिकालाई मैले बलेपछि चाहिँ पोपट हुन्छ। यो कस्तो खाले हो, के खाले हो मम्मी? यो त के हो, तुलुङ भाँचिसक्यो। म अर्को लिएर आउँछु। एउटा त्यो मोमबत्तीमा बाल अनि त्यसबाट सबैले बाल्ने। मैले चाहिँ भित्र लगाएर मोमबत्ती एउटा बालेको छु अनि त्यही बाल्छु। सो लेट्स गो। किचनमा आइसकेँ म। अनि अघि बालेको चाहिँ मैले हजुरहरूलाई देखाउँछु, एक सेकेन्ड ल। सो त्यहाँ हेर्न सक्नुहुन्छ कि मैले बालेको मोमबत्ती चाहिँ यहाँ छ। सो मैले चाहिँ बाल्छु। प्लिज ननिब। पोल्यो, निबी पनि सक्यो। र किन म फेरि उस गर्छु ल, हेर्नु है। म चाहिँ यहाँ सेभ गर्दै लगिरहेको छु गाइज। सो गाइज, ओ माई गड, सो स्याड कन्डिसन गाइज। ओइ 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 ननिम एकछिन ल आमा। सक्नुहुन्छ छिटो। मोमबत्ती बलिसक्यो। मैले चाहिँ यस्तै गरी बाल्दै जान्छु। पुरै भैली खेल्दै बसिरहन्।
परेको थियो नि त्यो यहाँ लगाएको छ कि अघि मैले भनेको नि कसले भनेर चाहिँ चित्तमा के भइरहेको छ आज मेरो ब्याड लाग्छ कि क्या हो फेरि मोमबत्ती जति खस्यो कि गाई मलाई झिउ लाग्यो बन्द गरेर राख्छौ खतरा खेलिरहेछन् कति रमाइलो हुन्छ यार हामी पनि खेल्छौँ हामी पनि सानोमा कति रमाइलो अरे खेल्नु अहिले पसलको काम गर्न थालेको बाहिर निक्लिनु हेर्नुहुन्छ मेरो मोमबत्ती कस्तो क्युट हेर्नु मेरो मोमबत्ती हेर्नु अब चाहिँ मैले पुरै भ्याएपछि अच्छा अलिअलि गर्दै देखाउँछु ल फेरि अर्को टोली आइसक्यो रमाइलो भन्छ भर्खरै पटेका पड्का हेर्नु न धुलो निक्लेको हो त्यहाँ थियो मेरो लाइट भएको कस्तो तर्सेको कत्रा रमाइलो हुन्छ नि फेरि त्यहाँ तल फेरि माताहरू लाइट बाल्दै हुनुहुन्छ त्यहाँ भैली खेल्दैछन् यहाँ लाइट बलिसक्यो केही भएको छैन यहाँ 3टा लाइट पनि निम्न लगाइसक्यो अब चाहिँ म छिटो बाल्छु यहाँ फेरि यो के यहाँ फेरि के फुस भयो पड्काइ ऊ त्यहाँ हेर न कसरी पड्काइरहन् के त्यहाँ त अब पड्किन्छ खतरा गरेर पड्काइखान् के ऊ त्यहाँ थियौँ चोकतिर खतरा रमाइलो भयो पड्के मैले 5वटा बालिसकेँ त्यहाँ पड्किनु लगाइसक्यो फेरि सो यहाँ चाहिँ खतरा रमाइलो हुन्छ क्या फेरि सोरुमारामा यहाँ मोमबत्तीको चाहिँ निक्लिसक्यो छिटो यहाँ यस्तरी लगाउने मोमबत्ती चाहिँ अब यहाँ त्यसको मोमले चाहिँ यहाँ चप्केको हुन्छ अनि यो चाहिँ ढल्दैन पुरा रमाइलो फेरि पड्किसक्यो यहाँ त पड्केको सो मैले चाहिँ अहिले पड्काएको नै पाएको छैन मम्मीले दिनुहुन्न किनकि यसले जे पनि हुनसक्छ नि त साँच्चै म भेट्छु हजुरहरूलाई मोमबत्ती बालेर मैले बाले अब यतातिर बाल्न अब चाहिँ बालम मोबाइल खसेको बाबाले थाहा पाउनु भएन म सुन्दैछु कि बाबा थाहा पाउनु भएन खसेको क्या मैले चाहिँ यहाँ अड्डाएको थिएँ यसले अड्डाएको थिएँ अनि ड्याम्मै खसेको यो त साइडमा राख्ने बित्तिकै बुढम्मै के मेरो बाबा हुनुहुन्छ कि हेर्नु म बत्तीको के लगाइभ्याएर लगाइसके कस्तो राम्रो आयो के कस्तो राम्रो रहेछ पसलमा बाल्दाखेरिको भिडियो चाहिँ यो चाहिँ मलाई पनि पठाइदिनु खतरा छ के यही माथि खुट्टा खस्यो खुट्टासम्म केही हुन भयो हिजो पनि हाँसेको थियो बाबाको मोबाइल
खतरा रमाइलो भयो यहाँबाट यत्रो 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 बालिसक्यो पहिले टली त्यहाँ चाहिँ ठुलो ठुलोको टोली हिँडिरहन् के खतरा रमाइलो हुन्छ भोलि हाम्रो पसलमा कति धेरैजना आउलान् सो अर्को प्याकेट पनि खतम भइसक्यो फेरि अर्को प्याकेट मैले चाहिँ अब चाहिँ मैले यतातिर बाल्छु के यहाँ यसो गोलोमा बाल्दा कस्तो राम्रो देखिन्छ होला सो पालम कत्रो पकान त्यतित्र बाँध्दै थियो यहाँ निस्किसक्यो फेरि यहाँबाट उता लिएर ट्रान्सपोर्ट गर्नुपर्छ सो फेरि पोल हेर्नु न यो चाहिँ रेड मोमबत्तीको तर धेरै पोल्दो चाहिँ रहन्छ ल भोलि पनि बाल्छु क्या यहाँ पनि बाल्ने बाल्छु ल फेरि लगाइसकेँ मैले त्यहाँसम्म फेरि लगाएँ अब मैले यति आमा यहाँ त कति फोहोर हेर्नु न टट्टी गरिदियो मैले चाहिँ यति अझै यति मोमबत्तीलाई चाहिँ यस्ता गरिदिन्छु बाल्दै हुनुहुन्छ त्यहाँ चाहिँ बाल्दै हुनुहुन्छ होइन हामीले केही देखाएको छैन लुकेर स्ट्रेटै छैन यार अब यहाँ एउटा लगाइदिन्छु त्यस पछाडि मेरो काम खतम यहाँ गरिसकेँ अब चाहिँ मैले हजुरहरूलाई देखाउँछु कस्तो राम्रो राम्रो रङ्गोली बनाउनु भएको छ कि तल त्यो चाहिँ फोटो सुटिङ भिडियो के भयो हामी यहाँ टुवा
So thank you for watching my this video. अब आजको लागि चाहिँ यति नै. अब भेटौँला अर्को भ्लगमा. थ्याङ्क यू. ह्याभ अ गुड डे. बाई. र हजुरहरूले सब्सक्राइब, लाइक, सेयर अनि कमेन्ट पनि गर्नु होला ल. बाई.